Hello everyone, नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज मेरो न्यू ब्लगमा चाहिँ हेलो दिदी। आज अस्ति स्वयम्भू आज व्हाइट गुम्बा व्हाइट गुम्बा 10 वर्षमा खुल्यो भने हैन 10 वर्षपछि व्हाइट गुम्बा आइरहेको छु। 10 वर्षपछि र म चाहिँ फर्स्ट टाइम आइरहेको छु। जस राम्रो रमाइलो रहेछ। त्यतिखेर कुमारीलाई कुद्दा कुद्दा बाटोमा हामीले मन्दिर आएर हेरे त। फाइनली गाइज हामी चाहिँ व्हाइट गुम्बा प्रवेश भइसकेका छौँ। दिदीहरू चाहिँ पुरा खिच्नलाई उहाँ रमाइलो गर्दै हुनुहुन्छ। पछाडि उहाँ पछाडि हुनुहुन्छ। अस्ति कुमारी र मेरो एउटा भाइरल भइछ नि, अस्ति 3टा बुद्धमा 4 जना भनेर। हामी कहाँ गएको कहाँ छौँ भन्ने कुरा त हजुरहरूलाई थाहा भइहाल्यो होइन। अनि यो चाहिँ 10 वर्षमा खोलेको रहेछ, यो पनि हजुरहरूलाई थाहा भयो। तर मलाई चाहिँ यो थाहा थिएन कि म व्हाइट गुम्बा भनेर नाम चाहिँ सुनिरह हुन्थेँ, तर थाहा थिएन मलाई। अनि दिदीहरू चाहिँ पहिला यहाँ जानुभएको रहेछ होइन। तर यहाँ साह्रै राम्रो छ। कुमारी दिदी यहाँ छ, दिदीहरू बनाइराखन्। हामी चाहिँ अहिले व्हाइट गुम्बामा। अनि एकदमै रमाइलो भइरहेको थियो होइन। फोटो खिच्ने, यताउति हिँड्ने, यसरी नै बित्यो दिन होइन। पानी पनि परिरहेको थियो अलिअलि, तर रमाइलो। 3टा व्हाइट गुम्बामा 4 जना। 3टा व्हाइट त्यो भाइरल भएर चल्थ्यो। 3टा व्हाइट गुम्बामा 4 जना। कहाँ आएर दिदी हामी आज व्हाइट गुम्बाको हामी चप्पल लाएर खुट्टा धोएर तपस्या 10 वर्षपछिको होइन। 10 वर्षपछि व्हाइट गुम्बामा आएको हामी चाहिँ खुसी छौँ एकदम धेरै ह्याप्पी। फुलै फुलमा कहाँ हामीलाई त उता रमाइरहेको छ। सिङ्गापुर गयो जस्तो फिल भइरहेको। अनि अस्ति हामी चाहिँ स्वयम्भू गएको थियौँ कि, अनि त्यहाँ चाहिँ दिदीले भन्दै हुनुहुन्थ्यो क्या 3टा व्हाइट के अरे 3टा मूर्तिमा अनि हामी 4 जना भनेर यसरी हाँसेको थियो होइन। अनि त्यो कुरा चाहिँ आजसम्म पनि मैले रमाइलो गरिरहेको छु कि। अनि साँच्चै के हेर्ने हो भने होइन, यो चाहिँ यतिको वर्षदेखि भएर पनि रमाइलो होला नि। घुम्दा यहाँ दिदी दाइ चाहिँ बसेर थाक्यो। दिदीहरू रेटिङ आउनु ठाउँ भनेर अलिअलि छैन। म त यत्तिकै हालिदिन्छु। दिदी कस्तो लागिरह? बोयफ्रेन्ड लिएर आउनु जस्तो लागेन? बोयफ्रेन्ड लिएर आउनु जस्तो लागेन? व्हाइट गुम्बामा भेटिन्छ आज। कपिलादी बोयफ्रेन्ड लिएर आउनु जस्तो लागेन? 3टा बुद्धमा 4 जना। अस्ति दिदी र म स्वयम्भू गएको गाइस होइन। 3टा बुद्धमा 4 जना भनेर हँसायो क्या दिदीले। हाम्रो दिनहरू चाहिँ यसरी हाँसेर रमाउँदै बितिरहेको थियो। अनि यो चाहिँ म एकदमै हामी घुमिरहेको छौँ कि, यहाँ थकित भएर हामी कुनै ठाउँमा बसेको छ, हाँसेको छ, फोटो खिचेको छ। अनि यहाँबाट भ्यूहरू पनि एकदमै राम्रो देखिएको थियो होइन। यो उताबाट घुम्दाखेरि उताबाट झर्ने, यताबाट झर्ने, अनि उता पछाडि जाँदा पनि यस्तै देखिने रहेछ कि। त्यो कारणले चाहिँ एउटै जस्तो ठाउँ देखिरहेछ, तर ब्युटिफुल तरिकाले सजाउनु भएको छ होइन। यत्रो लामो समयपछि पनि खुल्दा पनि यहाँ साँच्चीकै नै राम्रो छ क्या होइन। हेर्नुहोस् न कस्तो सफा पनि राम्रो पनि। म त बाहिरतिर घुम्न गए जस्तो फिल भइरहेको थियो यहाँ जाँदाखेरि। सायद सबैलाई राम्रो लाग्छ भन्ने पनि छैन, मलाई चाहिँ साँच्चीकै राम्रो लागेको थियो यहाँ है। अनि के अरे हरियाली थियो क्या, बोट बिरुवा पनि, अनि माथि गौतम बुद्धको मूर्ति पनि साँच्चीकै राम्रो थियो क्या। अनि धुपीहरू पनि छेउछेउमा, सजावट पनि कस्तो राम्रो थियो। दिदीहरू चाहिँ फोटो खिच्ने, एकदमै फोटो खिच्ने भनेर हामी हिँडिरहेको थियौँ है।
हामी बाहिर हामी सिङ्गापुर घुम्न आएको हामी सिङ्गापुर सिङ भएको पुरा आएको 10 वर्षसम्म खुलेको रे अनि गाइस गाह्रो छ 10 वर्षसम्म खुले कुमारी फेरि आफ्नै पारामा छ ल पछि गीत हाल्नु ल झ्याम झ्याम नाच्दिउँ सबैजनाको पनि देखाएर सबैजनाको बनाइदिन्छु पछि टिकटकको भिडियो आमको माथि सबैजनाको ल झ्याम झ्याम नाच्ने नाचेकोमा हाल्ने कि पछि ल यो भित्र निकाल्नु घरको गरेर मात्रै छोडिदिनु क्या तपाईँ यस्तो हुनु पऱ्यो नि त अब त ग्रुपिङ फोटोहरू खिच्ने है होइन यहाँनिर राम्रो आउँदो रहेछ नि त तपाईँलाई घुमाएको नि है मैले राम्रो अनि रमाइलो आउनुलाई त कस्तो राम्रो रमाइलो रहेछ होइन पुरा व्हाइटमा त एकदमै रमाइलो रहेछ अनि एउटा फोटो पनि खिच्नु होला दाइ तपाईँले के हो पुरा आउनु खिचेरै आउनु कसले दि मिलन दाइ तपाईँको हातबाट हामी सबैजना खिच्नु तपाईँ पनि मान्छे चाहिँ हो रहेछ आफ्नै हो हेलो गाइस एभ्रिवान हामी चाहिँ व्हाइट गुम्बा आएका छौँ यो चाहिँ 10 वर्षमा खुलेको रे तपाईँहरू पनि आउनु होला राम्रो रमाइलो रहेछ पार्किङको पनि व्यवस्था सर माथि आउने पिच रोड पनि बवाल रहेछ गाइज ल आउनु होला स्वयम्भूबाट अलि अगाडि कारखाना चोकबाट छिरेपछि सर र हामी व्हाइट गुम्बा निस्किन्छौँ हामी चाहिँ दिदीहरू हामी सबैजना घुम्न आयौँ यो अघि हामी यहीँ हो यहीँ घुमेको यहीँ आइपुग्यो हो एक राउन्ड त्यही भाडो
हामी ठिकै त हो नि हिजो कोसँग घुम्न गएको भन्दा त दिदीसँग मात्रै भन्छ हेलो गाइस एभ्रिवान, हामी चाहिँ व्हाइट रुममा आएका छौँ। यो चाहिँ 10 वर्षमा खुलेको रे। तपाईँहरू पनि आउनु होला, राम्रो रमाइलो रहेछ। पार्किङको पनि व्यवस्था सर माथि आउने पिच रोड पनि बवाल रहेछ गाइज। ल आउनु होला। स्वयम्भूबाट अलि अगाडि कारखाना चोकबाट छिरेपछि सर र हामी व्हाइट रुममा निस्किन्छौँ। हामी चाहिँ दिदीहरू हामी सबैजना घुम्न आयौँ। यो अघि हामी यहीँ हो, यहीँ घुमेको, यहीँ आइपुग्यो हो। एक राउन्ड केही भाडो हामी ठिकै त हो नि हिजो कोसँग घुम्न गएको भन्दा त दिदीसँग मात्रै भन्छ सबै ठाउँ घुम्यौँ। ठाउँ पनि रमाइलो थियो होइन। अब हामीलाई चाहिँ रमाइलो भयो। 10 वर्षमा खुलेको हुनाले हजुरहरू पनि एकपल्ट यो ठाउँमा घुम्न जानुहोला। रमाइलो राम्रो छ। अनि भिडियो हेरिसकेपछि अन्तमा के गर्नुपर्छ भनेर हजुरहरूलाई थाहा नै होला होइन। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त गाइस। ओके गाइस, बाई बाई, लभ यु अल। म चाहिँ चाबी खोज्दैछु कि त्यहाँ। ओके गाइस, बाई बाई।